आम पनि कहाँ कम छ, भकम पुसे बार छ, चलिदिन्छ जिममा। युरोपको हाल यस्तै छ। त्यही भएर भिडियो लाइक सेयर कमेन्ट पनि गर्नु होला, स्क्रल गरि नहाल्नु होला। हाम्रो भकम पुसे साथी आइरहेको छ दौडी दौडी जिम गर्नको लागि। अब गाडी पनि आउने 1 मिनेट बाँकी छ, त्यही भएर हामी रेडी भएको छु। दोस्तहरू यता यता बसिरहेको छ गाडी झाडीमा। हमारे बकम फुसे ड्राइवर आएको छ, बहुत अच्छा छ। हाम्रो ड्राइवर जी छ यहाँ, हाम्रो ड्राइवर छ। हेलो हेलो हेलो, हाम्रो बकम फुसे ड्राइभर छ यहाँ। माल रोशन माल यही भन्छ रसियन जी। हामी नेपालको हाम्रो भकम पुसे जाति यता जिम हिँडिने होइन त, या हामिदिनु पर्छ। यसैलाई भन्छ युरोपको जङ्गल झाड। देख्नुहुन्छ बसमा चढेर युरोपको जङ्गल झाड दौडिरहेको छ। यता पहाड छ। यहाँ हेर्नुहोस् युरोपको जङ्गलमा गाई बाख्रा चरिरहेको छ। यही हो गाई बाख्रा, यहाँ जर्सी गाई। यहाँ माउरी पालन पनि भएको छ। हेर्नुहोस् डाँडा डाँडामा घर, यस्तै हुन्छ। यहाँ हेर्नुहोस् दारू बारहरू, पसल दारू बियर पाउने त्यस्तो छ यहाँनिर। हेर्नुहोस् यता पहाड। हामी यस्तै दौडिरहन्छ, कहाँ गर्नु। ल हजुर, हाम्रो स्टेसन आएको छ। अब हामी झरिहाल्छौँ, बोससँग हामी झरिहाल्छौँ। ढ्याक्क लाएर यहाँ बाटो कट्न आइसकेपछि गाडीहरू आफै फटाफट रोकिदिन्छ। त्यही भएर भन्छ युरोप, बुझ्नुभयो। अब ज्याक्नेनल रेड लेभल गेट लेभल सब यहाँ पाउँछ। दारूहरू अब के गर्नु, हामी दारू खाँदैन, थारू खान्छ यहाँ। त्यो यही एउटा बहुत अच्छा लाग्छ। यहाँ हेर्नु सानो नानी पनि दौडिन्छ। हाम्रो जिम हल पनि आइहालेको छ। ढ्याङमा अब चढ्दैछु माथि। हेर्नुहोस् हाम्रो कान्छी छ। हेलो हेलो द्रष्टि, यहाँ यस्तो छ, मस्त भइरहेको छ जिम। खतरा हिसाबले भइरहेको छ। बवाल हिसाबले जिम हामीले हान्ने जिम यही छ। हाम्रो यतातिर चेन्ज गर्ने लकरहरू रहेको छ। बहुत अच्छा। लेकिनले यस्तो बडी हाम्रो कहिले हुन्छ। हामी चाहिँ जिममा बहुत अच्छाले बात छ। के गर्नु, हान्दैछ घुम्दैछ हामी अहिले।